सो हेलो गाइज वेलकम बैक टू माई न्यू ब्लग आयो। तपाईँहरू पनि सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै आरामै छु। सो म चाहिँ धेरै भएको थियो भिडियो नहालेको चाहिँ लगभग 1 वर्ष जति भइसकेको छ। सो मेरो चाहिँ केही समस्याको कारणले मैले चाहिँ भिडियो हाल्न पाएको थिइनँ र फेरि म आइसकेको छु भ्लग लिएर। सो हामी चाहिँ केदारनाथ जानको लागि हामी चाहिँ अहिले बिच बाटोमा पुगेको छौँ र हामी चाहिँ अहिले गौरीखण्ड भन्ने ठाउँमा बसेको थियौँ र यतातिर चाहिँ हामी घुम्न आएको छौँ। अहिले यतातिर चाहिँ गौरीखण्डको मन्दिर चाहिँ हल्का सानो मन्दिर रहेछ अनि यतातिर टक्क भ्यू चाहिँ यस्तै छ हैन। यतातिर मन्दिरहरू छ अनि अहिले चाहिँ हामीहरू मन्दिरतिर आएको छौँ। अहिले बजारतिर चाहिँ लास्टै भिड छ के केदारनाथ जाने मान्छेको अहिले लास्टै भिड छ बजारतिर। सो अहिले चाहिँ हामीहरू बजारतिर घुम्गा मान्न जान्छौँ। पहिला यता चाहिँ मन्दिरमा घुम्गा मान्न आयौँ अनि यतातिर चाहिँ केदारनाथ जानेवाला धेरै हुनुहुन्छ यतातिर। यता भिनाजुर दाइ हुनुहुन्छ। सो अहिले चाहिँ हामीहरू मन्दिरमा यसो दर्शन गर्न आएको। त्यसपछि चाहिँ अब जानुपर्छ अहिले बजारतिर। सो त्यही हो, टक्कसँग जानुपर्छ केदारनाथ। हामी केदारनाथ चाहिँ भोलि जाने हो किनकि आज हामी यतातिर घुम्गा मानिरहेछौँ र हल्का फुल्का यतातिर काम पनि छ। देख्न सक्नुहुन्छ मन्दिर एउटा यो मन्दिर छ अनि एउटा चाहिँ उ त्यहाँ छ हैन, सानो एउटा पूजा गर्ने ठाउँ चाहिँ त्यता छ। सो त्यही हो, यतातिर चाहिँ यो के हो दोकान हो कि अब घर हो त्यो चाहिँ थाहा भएन। अब जानुपर्छ अहिले बजारतिर जान्छौँ हामीहरू चाहिँ। सो त्यही नै हो, यता बाटो चाहिँ तल नदी जाने बाटो रहेछ। अहिले नदीतिर पनि जानुपर्छ, यसो यतैतिर घुम्गा हान्नुपर्छ आज चाहिँ। भोलि बिहानै चाहिँ केदारनाथको सफर हुन्छ हाम्रो। सो त्यही नै हो, यो चाहिँ टक्क मन्दिर भयो कि अनि उता माथितिर चाहिँ होटलहरू छन् न यति धेरै। हामी बस्ने चाहिँ ऊ त्यो बिचको वाला हो क्या जस्तो लाग्यो है, एउटै धेरै छन्। सो त्यही हो, यतातिर चाहिँ त्यति ठुलो गाउँ छैन, अलिअलि छ गाउँ सानो सानो तर पनि एकदमै बवालै छ कि यतातिर टक्कसँग होटलहरू धेरै छन् अनि उतातिर चाहिँ धेरै छन्, यतातिर चाहिँ त्यति कमै छन्। बाटो छ कि केदारनाथ पुग्दामा चाहिँ दोकान धेरै छन्। सो त्यही हो, अब चाहिँ हामी बजारतिर जान्छौँ, हेर्दै राख्नु होला है त। हामी चाहिँ अहिले बजारमा आइसकेको छौँ, देख्न सक्नुहुन्छ यतातिर चाहिँ बजार टक्क यताउता सामानहरू राखेका हुन्छन् अनि यतातिर चाहिँ मान्छेहरू धेरै हिँड्छन् के पूजा गर्न जानको लागि अनि यति धेरै मान्छेहरू हुन्छन्, भिड हुन्छ। सो अहिले चाहिँ हामीहरू जाँदैछु तलतिर, हामीहरू तलतिर गएर हल्का काम छ त्यही हो। यतातिर चाहिँ टक्कसँग हिँडिरहेछन्, पूजा गर्न गइरहेछन्, पूजा गरेर पनि आइसकेको छन्। सो यस्तै नै भिड हुन्छ कि दिनभरि, रातितिर मात्रै 12-1 बजीतिर बन्द हुन्छ होला, दिनभरि यस्तै भिड हुन्छ यतातिर चाहिँ। यो चाहिँ गौरीखण्डको मेन सिटी हो किनकि यहाँसम्म मात्र गाडी आउँछ, यहाँबाट माथि चाहिँ टक्क हिँडेर जानुपर्छ, यहाँभन्दा माथि गाडी मिल्दैन। त्यही नै हो, यहाँनिरसम्म चाहिँ गाडी आउँछ, यहाँबाट चाहिँ माथि हिँड्नुपर्छ 22 किलोमिटर जति। सो यहाँभन्दा माथि हिँड्नुपर्छ, यहीँसम्म गाडी आउँछ, यहाँबाट अब हिँडिसक्ने हिँड्छ, नहिँडिसक्नेलाई बोकेर लग्नुपर्छ होइन। सो यहीँको मेन सिटी चाहिँ यही होला, देख्न सक्नुहुन्छ। सो अहिले चाहिँ हामीहरू चाहिँ बजारतिर मन्दिरतिर घुमेर चाहिँ अहिले चाहिँ हामी होटलतिर जाँदैछौँ। त्यही हो, यति धेरै मान्छे चाहिँ यत्रो बजार भन्ने धेरै ठुलो कुरा हो किनकि नेपालतिर भए त नहुन्थ्यो होला, इन्डियातिर भएर चाहिँ भएको। अब नेपालमा चाहिँ हाम्रै सहरतिर त यत्रो बजार हुन्न भनेपछि इन्डियातिर यति ठुलो यति मान्छे हुनु भनेको धेरै ठुलो कुरा हो। यहाँ चाहिँ अहिले सिडीमा चल्नुपर्छ कि तेरो चाहिँ थाक लागिसक्यो। त्यही हो, हामी चाहिँ अब होटलतिर पुग्न लागिसकेको छौँ। आजको भिडियो चाहिँ धेरै लामो भएन किनकि त्यति धेरै हामीहरू घुम्न सकेनौँ। हिजो नन स्टप 3-4 दिन गाडीमा आएर चक्कर लागेर चाहिँ त्यति धेरै घुम्न सकेनौँ हामी चाहिँ। अब हामी चाहिँ होटल पनि आइसक्यौँ, पुरा प्याक भइरहेछन् कि यतातिर होटल, त्यो चाहिँ यतातिर बस्नुपर्छ। एउटा होटल धौधौका भेटेका थियौँ, त्यही हो। थाक लागेर चाहिँ म बोल्न पनि सक्नु लागेको छैन कि यता। अब चाहिँ होटलतिर पुगिसक्यौँ, आधी चाहिँ माथि पुगिसक्यान्, हामीहरू चाहिँ बिस्तारै हिँडिरहेछौँ यताबाट। त्यही हो, अब अलिअलि घुमघाम भयो, भोलिबाट चाहिँ अब जानुपर्छ केदारनाथतिर। होटलमा पुगिसकेको छौँ, हामी चाहिँ यो साइनो होटल भन्ने ठाउँमा बसेको थियौँ। त्यही हो, अब यतातिर भ्यू चाहिँ त्यति राम्रो देखिया छैन, उता पारी डाँडा गएर यता हेरेपछि चाहिँ बबाले देखिन्थ्यो होला किनकि बिचमा कडाली छ, त्यही चाहिँ पारी जान हामी सकेनौँ। यतातिर पुल पनि छैन कि। सो आजको भिडियो छोटो नै भयो।
सबैजनाले फुल भिडियो हेरेर साथ सपोर्ट दिइदिनु होला र आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु। हस्त धन्यवाद। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। सो आजको भिडियो चाहिँ यति नै, बाई।